して誰が戻ってくる前に逃げるのですか。अहिले एयर भइरहेको एनिमेहरूमध्ये एउटा राम्रो एनिमे हो अ वाइल्ड लास्ट बस अपियर्ड। यो एनिमेको बारेमा खासै कसैले कुरा गरे जस्तो मैले सुनिनँ, त्यसैले पनि म यो भिडियो बनाउँदैछु। बेसिक स्टोरीको कुरा गर्नु पर्दाखेरि एकजना केटा चाहिँ गेम खेलिरहेको हुन्छ अनि ऊ चाहिँ गेमभित्र नै छिर्छ, जुन गेमको नाम रहेको हुन्छ एक्स गेट। सो दिस इज एन इसेकाई एनिमे है। अब ऊ त्यो गेमभित्र छिरिसकेपछि 200 वर्ष अलरेडी बितिसकेको हुन्छ। अब उसले आफ्नो लोयल कमान्डरहरू जुनलाई चाहिँ भनिन्छ 12 हेभनली स्टार्स, उनीहरूलाई कसरी ग्यादर गर्छ र साथै यो गेमभित्र अरू पनि प्लेयरहरू छ कि छैन ऊ जस्तै त्यो कुराहरू हेर्नको लागि चाहिँ तपाईँले यो एनिमे हेर्नुपर्ने हुन्छ। सो यो एनिमे इसेकाई एनिमे हो। यसमा वर्ल्ड बिल्डिङ राम्रो छ, क्यारेक्टर राम्रो छ, क्यारेक्टर ओभर पावर छ, साथै पोलिटिक्सहरूलाई पनि मिक्स गरिएको छ, ह्युमरहरूलाई पनि जोडिएको छ, एनिमेसन एकदमै राम्रो छ। हालसम्म 9वटा एपिसोडहरू रिलिज भइसकेको छ। यदि तपाईँ एउटा राम्रो इसेकाईको खोजीमा हुनुहुन्छ भने यो एनिमे चाहिँ तपाईँहरूको लागि रिकमेन्ड गर्छु। एनिमेको नाम रहेको छ अ वाइल्ड लास्ट बस अपियर्ड। यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र टिकटकमा हेर्दै हुनुहुन्छ भने च्यानललाई फलो गरिदिनु होला। धन्यवाद।